सबैजनालाई दर्शन नमस्ते। आज हामी घुम्न निस्किएको पुष 15 को दिन। ल हजुरहरूले हेलो भन्दैन त। ल हेलो भन्दैन नि। हेलो मैले हजुरहरूलाई देखाएको छु, हजुरहरू बोल्नु भएन। हेलो भन्नु। गाह्रो त छ तर रमाइलो पनि छ, यात्रा हो। सायद यी बाटोहरूमा सधैँ हिँड्ने बानी भएको भए कठिनाइ महसुस हुन्थेन होला। आज हामी पहिलो पटक जाँदै गर्दाखेरि हामीलाई अलि कठिन महसुस भएको हो, तर पनि हामी माथि डाँडामा पुग्नेछौँ। म अरू फाइनली सत्यकाडामा रहेको यो टावरसम्म आइपुगियो। विविध कठिनाइका बावजुद